जी आलु खन्नु कतिको मजा आउँदैछ राम्रो लाग्दैछ आलुबारीमा यहाँ सबैजनाले आलु खनिरहेको छ हो आलु हेर्नुहोस् है यहाँ कत्रो कत्रो फलेछ हाम्रो बिमारी दिदी धरि आउनु भएको छ आलु खन्नु यहाँ आलुबारी यहाँ आलु कत्रो कत्रो फलेछ हेर्नुहोस् है यहाँनिर सकेन के भएछ अरे के भन्नुभयो के आलु यहाँ छोडेछ आलु चाहिँ त कस्तो दामी भएछ है आलु टिप्नेहरू मलाई पानी ल्याइदेऊ न भनेको पानी ल्याइदेऊ न पानी हाम्रो सोल्टीलाई चाहिँ सबभन्दा सजिलो काम परेछ है मेरो काम कति साह्रो छ यहाँ हेर्नु जहाँ आलु देखेर तर्स्यो कत्रो कत्रो आलु भन्नु अनि मितबाहरूले खनिसकेको आलु मितबाहरूको छैन अस्ति मितबाउकोमा आलुबारीमा भिडियो बनाएको थियौँ अब यहाँ नेपाल आएर दिदीकोमा एकजना जोतेको होइन जोडेको होइन त्यसले माटो हाल्दो रहेछ हौ अनि त्यहाँदेखि के अरे उयोले चाहिँ तैँले चाहिँ उयो गर्दैथिस् त म माटो हाल्ने चाइनाबाट लिएर आउनु सोल्टी कुन खोलाको डेम बनाएको दिदी यो चाहिँ कुन खोलाको डेम फोन आयो एकजना मात्रै त्यो फोन पनि राख्नु साथमा फोन पनि साथमा राख्न